Hello, namaste, and warm welcome, all of you. As you know, today, 4th of Vaishak 2023, and turn of, yes, English, question, paper, structure today. And today I am going to talk about question number 5 of English paper for standard 12. Yes, exactly हो आज कक्षा 12 को इङ्ग्लिस पेपरको क्वेसन नम्बर 5 मा कस्तो कुराहरू सोध्छ म त्यो कुरा चाहिँ गर्न गइराखेको छु। योभन्दा अगाडि मैले क्वेसन नम्बर 1 2 3 4 को बारेमा भनिसकेको छु। I don't repeat again. Yes, while talking about question number 5, हामीले question number 5 को कुरा गर्दा question number 5 letter writing हो class 12 को NAV exam को लागि। Letter writing भन्ने बित्तिकै we have to remember 3-4 types of letter है। हामी 3-4 प्रकारका लेटरहरूको चाहिँ कुरा गर्छौं। त्यो सम्बन्धी ज्ञान हामीमा छ भने we can solve question number 5 of NAV class 12 easily. And यो क्वेसनमा क्वेसन नम्बर 5 मा सोधिने लेटरको प्रकारहरूको बारेमा म देखाउँदै छु। कुन प्रकारको लेटरहरू हामीलाई एक्जाममा सोध्ने गरेको छ अथवा सोध्छ त्यो कुरा यो लिस्ट हेरेर पनि भन्न सकिन्छ। यो लिस्ट एकपटक हेरौं। हामीलाई पर्सनल लेटर लेख्न आउँछ, हामीलाई एडिटरलाई चाहिँ लेटर लेख्न आउँछ, हामीलाई जब एप्लिकेसन लेख्न आउँछ र हामीलाई चाहिँ इमेलको फर्मेट थाहा छ भने डोन्ट वरी, चिन्ता गर्न पर्दैन। यही भित्रबाट हामीलाई क्वेसन नम्बर 5 मा सोध्ने हो। यदि हामीलाई यसमा हामीले तयारी गरेका छौं भने you can do it easily. Don't worry, I repeat again. अब हामीलाई सोध्ने लेटरहरू मध्येमा पहिलो लेटर हो पर्सनल लेटर। पर्सनल लेटर भन्ने बित्तिकै एउटा पर्सनले अर्को पर्सनलाई लेख्ने लेटर हो। यो एउटा साथीले अर्को साथीलाई लेख्ने लेटर, छोराले बाबालाई लेख्ने लेटर, छोराले आमालाई लेख्ने लेटर, अथवा छोरीले आमालाई लेख्ने लेटर है त, चिठी, लेटर भनेको चिठी, अथवा बाबुआमाले छोराछोरीहरूलाई लेख्ने लेटर। जुन पर्सनल लेटर एउटा व्यक्तिले अर्को व्यक्तिलाई लेख्ने चिठी हो, त्यो चिठी प्रायजसो सोध्ने गर्दछ क्वेसन नम्बर 5 मा। यदि हामीलाई पर्सनल लेटरको फर्मेट छ भने हामीले चिन्ता गर्न पर्दैन। कुनै पनि जल्दो बल्दो बर्निङ इस्युलाई राखेर तपाईलाई पर्सनल लेटर लेख्न सोध्छ। त्यसकारण जल्दा बल्दा समस्याहरू के हुन सक्छन् त? हामीहरूले क्लास लिने दौरानमा, क्लासको दौरानमा थुप्रै यस्ता करेन्ट इस्युहरू, बर्निङ इस्युहरूको बारेमा हामीले छलफल गरिसकेका छौं क्लासमा। त्यसैले क्लासमा छलफल गरेका विषयवस्तुहरूलाई आधार मानेर पर्सनल लेटर चाहिँ सोध्न सक्छ। त्यसकारण पर्सनल लेटरको हामीलाई फर्मेट थाहा छ भने हामीले यो क्वेसन सजिलै गर्न सक्ने भयौं। दोस्रो हो लेटर टु द एडिटर। एडिटरलाई यो पनि पर्सनल लेटर जस्तै नै इस्यु राखेर सोध्ने हो। लेटर टु द एडिटरमा पनि हामीलाई कुनै एउटा विषयवस्तु, एउटा सब्जेक्ट म्याटर हामीलाई दिइदिन्छ। त्यो सब्जेक्ट म्याटरको आधारमा हामीले कुनै पनि पत्रिकाको सम्पादक एडिटरलाई हामीले चिठी लेख्नुपर्ने हुन्छ। विषयवस्तु करेन्ट इस्युसँग अथवा ग्लोबल इस्युसँग अथवा एउटा कुनै चाहिँ सोसाइटीको अथवा नेपालको अथवा वर्ल्डको कुनै एउटा बर्निङ प्रब्लम अथवा चाहिँ बर्निङ इस्यु राखेर हामीलाई चाहिँ के गर्छ भने क्वेसन सोध्छ। जस्तो यो क्वेसनहरू यहाँ हेर्न सकिन्छ। यहाँ क्वेसनको टाइप्सहरू म क्रमशः चाहिँ राखिराखेको हुन्छु। प्रत्येक टाइप्समा हामीले चाहिँ यहाँ हेरौँला। हामीलाई सोध्ने थर्ड लेटर हो एप्लिकेसन लेटर। यो एप्लिकेसन लेटर भनेको प्रायजसो 12 क्लासलाई प्रायजसो रिपिटेडली सोध्ने भनेको जब एप्लिकेसन 1 नम्बरमा है। हामीलाई कुनै ठाउँमा यस्तो यस्तो भ्याकेन्सी छ अनि भ्याकेन्सीमा यो चाहिएको छ, यो क्राइटेरिया छ, यति क्वालिफिकेसन, यति एज, यो एक्सपिरियन्स आदि इत्यादि हामीलाई त्यहाँ दिन्छ र त्यसैको आधारमा हामीले चाहिँ जब एप्लिकेसन लेख्न पर्ने हुन्छ। अनि अर्को हुन्छ जब एप्लिकेसन। भ्याकेन्सी भनेर जब एप्लिकेसन एउटै नै हो। कहिलेकाहीँ भ्याकेन्सी भन्ने वर्ड राख्न सक्छ, कहिलेकाहीँ जब एप्लिकेसन भनेर पनि राख्न सक्छ। यसमा पनि कुनै ओरीको विषय रहेन, कुनै चिन्ताको विषय रहेन। हामीलाई एटलिस्ट फर्मेट, वी मस्ट नो द फर्मेट अफ जब एप्लिकेसन और भ्याकेन्सी
एप्लिकेसन है त भ्याकेन्सीको लागि अथवा चाहिँ जब एप्लिकेसनको लागि फर्मेट चाहिन्छ फर्मेट इज मस्ट है फर्मेट इज मस्ट त्यो दायाँ बायाँ कोही पनि छैन फर्मेट चाहिन्छ विदाउट फर्मेट यु क्यान नट गेट द मार्क्स द्याट्स इट र क्वेसन नम्बर 5 मा सोध्ने अर्को विषयवस्तु अर्को हामीलाई सोध्ने अर्को विषयवस्तु हो इमेल राइटिङ अहिले हामीहरू इन्टरनेट अनि त्यसपछि आएर यो कम्प्युटर एज हैन इन्फर्मेसन टेक्नोलोजी आईटी एज यसमा छौं नि त्यसकारण हामीलाई इमेलको फर्मेटमा कुनै पनि विषयवस्तु राख कुनै पनि विषयवस्तुलाई उठान गरेर डिस्क्राइब गर भनेर चाहिँ सोध्न सक्छ त्यसकारण हामीलाई इमेलको फर्मेट थाहा हुनुपर्छ इमेल कसरी लेखिन्छ त्यो फर्मेट चाहिँ हेर्ने मजासँग क्लासको दौडानमा चाहिँ पढाइएको छ पढेको छ त्यही कुरालाई चाहिँ रिभाइज गर्ने यो लेसन भनेकै यो जुन चाहिँ क्लास भनेकै अथवा यो यहाँ जुन कुरा मैले देखाइरहेको छु यो भनेको चाहिँ रिभाइज गर्नलाई मात्रै हो चेतनाको लागि हो यो बटमबाट चाहिँ सुरु गर्न लाने त्यो भनेको त असार साउनमा हो है बटमबाट सुरु गर्ने जिरोबाट सुरु गर्ने भनेको असार साउनको महिना हो आजभोलि भनेको जस्ट रिमाइन्डिङ यु हाउ टु क्याच अप दिस इमेल राइटिङ मेथड र यो इमेल राइटिङमा पनि हामीलाई मैले अघि भने जस्तै यी सबै लेटरमा एउटा बर्निङ इस्यु दिन्छ त करेन्ट इस्यु दिन्छ त्यो ग्लोबल पनि हुन सक्छ हाम्रो सोसिटल पनि हुन सक्छ अथवा हाम्रो चाहिँ कुनै चाहिँ एउटा चाहिँ कन्ट्रीको पनि हुन सक्छ त्योसँग रिलेटेड एउटा सब्जेक्ट म्याटर हामीलाई दिन्छ त्यो अनुसार चाहिँ इमेल तयार गर पनि भन्न सक्छ एप्लिकेसन लेटरमा जब एप्लिकेसन लेख भन्न सक्छ अनि एडिटरलाई लेख लेटर टु द एडिटर भन्न सक्छ अनि त्यस्तै गरेर चाहिँ पर्सनल लेटर चाहिँ साथीलाई लेख बाबालाई लेख भाइलाई लेख आदि इत्यादि भन्न चाहिँ सक्छ यी क्वेसनहरु यहाँ अघि देखाइएका क्वेसनहरु हेर्यो भने पनि कसको खालको चाहिँ क्वेसनहरु यहाँ सोध्छ भन्ने कुरा हामीलाई चाहिँ क्लियर हुन्छ देन वी क्यान डु क्वेसन नम्बर 5 इजिली र मैले एउटा भन्न बिर्सेको कुरो क्वेसन नम्बर 5 भनेको 8 मार्क्सको क्वेसन हो 8 मार्क्स आउट अफ 75 8 मार्क्सको क्वेसन यो क्वेसन नम्बर 5 मा सोध्ने गर्छ अनि व्हाट नेक्स्ट क्वेसन नम्बर 6 मा कस्तो विषयवस्तु छ त्यसको लागि त अर्को पटकको अर्को पार्ट हेर्नै पर्छ थ्यांक यू